बालेन शाहलाई महेश बस्नेत भन्छन् बन्दुक र डोजरको दबावमा पीडितहरूको आवाज दबाएर बालेन शाह हिरो बन्न मिल्दैन र महेश बस्नेतको यो भनाइ तपाईँहरूलाई कस्तो लाग्यो त, सही कि गलत? बालेन शाहको भिजन अनुसार आज भत्काइएको सुकुम्बासी बस्ती र आसपासका क्षेत्रहरू यस्तो आकर्षक बन्नेछन् साथीहरू। हेर्नुहोस्, र तपाईँलाई के लाग्छ कि बालेन्द्र शाहले यति सुन्दर बनाउन सक्लान् त? पहिलाका नेताहरूले त सकेनन्, तर के बालेन शाहसँग तपाईँले आश गर्नुहुन्छ? 10 मा कति पर्सेन्ट? करोडौंको मूल्य पर्ने मनोहरा सुकुम्बासी बस्तीमा बनेको सबैभन्दा ठुला ठुला घरहरू सुकुम्बासी हो भन्दै लिएको जग्गामा यत्रो ठुलो ठुलो घरहरू बनाउन कतिको उचित छ त? तपाईँलाई के लाग्छ? आफ्नो राय अवश्य दिनुहोला। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको डिनर कार्यक्रममा गोली चलाउने युवक कम्प्युटर इन्जिनियर भएको पत्ता लागेको छ। उनले कम्प्युटर गेम बनाउने काम गर्थे। वाउ! बालेन शाहको भिजन छैन। एमाले नेता शङ्कर पोखरेल भन्छन् बालेनले ठुलो ठुलो कुरा नगरे हुन्छ। सुकुम्बासी बस्ती व्यवस्थापनको प्रक्रिया केपी ओलीले गरेका थिए र सुदन गुरुङ दलाली। गृहमन्त्री सुदन गुरुङले दलाली र लुट धन्दा गरेको कारण राजीनामा दिनु परेको कान काट्ने दिदीको दाबी। साथीहरू, कान काट्ने दिदीलाई तपाईँहरूले 2 शब्द अवश्य लेख्नु होला त। बालेन सरकारले सुकुम्बासीमा डोजर चलाएर हुकुमबासीलाई लखट्ने कार्य मन पराउने जतिले एउटा लाइक अवश्य गर्नु होला त। र सुदन गुरुङ निर्दोष साबित। सुदन गुरुङलाई दोषी देखाउन गरिएको सबै प्रमाण गलत साबित भएका छन्। अबको केही दिनमै पुनः सुदन गुरुङ नै गृहमन्त्री पदमा फर्किने निश्चित भएको छ, तर कन्फर्म चाहिँ भएको छैन। सबैले माया गरेर एक लाइक एक शेयर अवश्य गर्नुहोला सुदन गुरुङलाई सपोर्ट गर्नको लागि। उहाँ दिदी भन्नुहुन्छ म एक्कल महिला हो, हाम्रो केही छैन। उहाँको बालेनको काममा समर्थन त छ, तर उहाँ भन्नुहुन्छ हामीलाई हेर्नुपर्छ नि। अब हाम्रो त बुवा भने पनि आमा भने पनि उहाँ नै हो। आशा गरौँ असली सुकुम्बासीहरू कोही अन्यायमा पर्ने छैनन्। जय बालेन सरकार। नाम मात्रै स्पा र मसाज सेन्टर, काम भने अर्कै। एकसाथ रङ्गे हात समातिए 36 जना। विराटनगरका विभिन्न स्थानमा सञ्चालित स्पा तथा मसाज सेन्टरबाट प्रहरीले 36 जनालाई नियन्त्रणमा लिएको छ। यो फोटो हेर्नुहोस् त साथीहरू, एकपटक मैले फेसबुकमा हेरेको थिएँ तर चिन्न सकेन। घाँटीमा टाई र हातमा कोट लगाएर बिचमा हिँड्ने यो मान्छे को होला? चिन्नेले कमेन्ट गर्नुहोस् त। प्रधानमन्त्री बालेन्द्र शाह पदमा नियुक्त भएको 1 महिना पुरा भइसकेको छ। यो 1 महिनाभित्र प्रधानमन्त्री बालेन्द्र शाह र उनको सरकारले गरेको कामप्रति तपाईँ कतिको सन्तुष्ट हुनुहुन्छ त? प्रधानमन्त्री बालेन्द्र शाह र उनको सरकारलाई 100 मा कति नम्बर दिनुहुन्छ त? कमेन्टमा अवश्य दिनुहोला। यो फोटो हेर्नुहोस् त एकपटक। सुदन गुरुङ गृहमन्त्री बनेकोमा तपाईँको कति पर्सेन्ट समर्थन छ त? 0%, 25%, 50% कि 100%? तपाईँलाई के लाग्छ? सुदन गुरुङ गृहमन्त्रीको रूपमा कति पर्सेन्ट सही व्यक्ति हुन्? आफ्नो पर्सेन्ट कमेन्टमा लेख्नुहोला।